आज चाहिँ हामी जाँदैछौँ बाहिर ग्रोसरी गर्न अनिखेर उसी मेरो बुढा रिउ हाई भन उसी छोरा हो नि तिमी छोरा हो होइन यो हाई गाइज आज चाहिँ हामी घरबाट बाहिर निस्केको घरमा कस्तो दिक्क लाग्यो सो बाहिर जाऊँ यसो फ्रेस हौँ भनेर हेरौँ अब हामी कता कता जान्छौँ कहाँ जान्छौँ बेबी प्लान छैन अब हेर्दै जहाँ पुगिन्छ ओके हामी कहाँ जान्छौँ के गर्छौँ म हजुरहरूलाई देखाउने छु हजुरहरूले पनि हेरिदिनु होला टेक्ससको वेदर चाहिँ यस्तो छ है पुरै घाम लागिरहेछ ठिकै जाडो छ रमाइलो छ बाहिर होइन मजा भइरहेछ रिउ हाई भन आमामा रिउले तल खानेकुराहरू फ्यालेको कस्तो फोहोर रहने है उसको भयो जति जुत्ता सबै यहाँ रहेछ दिनकै जुत्तामा फेर्नुपर्छ नरे आऊ उपा खाऊ नहाने ओके सरर मोटर गाडीमा देख्नेले देखि जान्छ बुझ्नेले बुझी जान्छ यहाँ देशको छ चिन्ता तिमी मायामा नमस्ते बा ल हाम्रो चाहिँ छलफलको क्रममा स्टारबक्स खानेकुरा भयो सो जाँदैछौँ म त प्रेग्नेन्ट छु है मैले त त्यस्तो खाना पनि धेरै मिल्दैन खायो भने रातभरि निन्द्रा लाग्दैन सो एउटा मात्रै लिनेछौँ अनि हामी खानेछौँ हजुरहरूलाई देखाउनेछौँ हाम्रो चाहिँ यहाँ स्टारबक्स खानेकुरा भयो सो आइरहेछौँ आउटडोर बाहिरबाट बाहिरबाट लिएन यो केटी कहाँको क्याफे ल्याटे चिया ल्याटे म्याङ्गो ड्रागन फ्रुट भ्यानिला स्वीट I like it. Yeah, I like this. आउनीले केरा बक्रीसँग खायो के छ खबर ठिकै छ कफीको लागि वेट गरेर आई थिङ्क अब पाला आला कफी आयो ओके के भयो थ्याङ्क यू कफी चाहिँ आइसक्यो मिठो छ दियो है म धेरै खान्न उसलाई चाहिसक्यो आज नुहाएर हिँडेको नुहाएपछि पुरै थाकिने क्या प्रेग्नेन्सीमा डे आफ्टर फ्लो लिक्विड कमिङ सुन गाइस ए बच्चा भएर कफी खान्छ नो नो It's hot. You can drink. No.
नो ब्याड ह्याबिट चुपचाप पानी खाऊ नो नो भन्ने न ज्ञानी गुड बोय हुने यस 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 यु एकछिन नेपाली रेस्टुरेन्टमा आइसकेका छौँ Oh. हेर रिउ नो यस्तो भयो उसको हो कहाँ गयो मिठो पनि छैन त्यस्तो कस्तो अन्त हाई गाइज भन्देऊ हाई गाइस भन हाई गाइस उसले हाई गाइज देखे हाई गाइस हाई गाइज भन हाई गाइस न हामी चाहिँ चिली चिकनमा मैले चाहिँ यो झुन्याएर हिँडेको होइन तर मलाई यो के गर्ने नि आएन कि गाइज स्पिकर ए अन रह त त्यहीँबाट त सबै आउँछ हो र भ्लग बनाउँदै हिँडेको छु हजुरहरूको पनि गरेर हाल्छु है हाई गाइज भन यो मस्यो हेर्नु फोकस गर भन्न ओइ ओइ रियो खाऊ त हाम्म गर हाम्म ओके हामी चाहिँ यहाँ चिकन चिल्लीमा खाजा खान लागेको यस्तो मिठो छ यहाँको है हजुरहरू पनि यता नजिकै हुनुहुन्छ भने ट्राई गर्नु होला हाई गाइज अहिले चाहिँ के भयो भने हामी चाहिँ यहाँ चिकन चिल्ली भन्ने नेपाली रेस्टुरेन्टमा खाजा खान आएको थियौँ कि यहाँ चाहिँ एकदमै मिठो पाउँछ सो खाजा साजा खायौँ मऱ्यौँ अनि मेरो हस्बेन्डले चाहिँ यो बोकिरहेको थियो क्या यस्तोमा अनि म चाहिँ उसले बोकिराख भनेर ठिक छ भन्न आयो अनि आएर यहाँ त्यहाँ चिकन चिल्ली भन्छ अनि आएपछि है अब हेर्नु हिँड्दै आइरहेछ अनि आएपछि यो छैन भन्नुभयो कि अनि कहाँ छ भन्नु उसलाई हिँड्दै गाडीबाट जाँदा 6 मिनट लाग्यो हिँड्दै जाऊ भन्ने यहाँदेखि पठाएको लास्टमा त बाबु बसेको ठाउँमा झरेको रहेछ कार सिटमा हाल्दा भेट्यो म त साथै गएको कस्तो जाउँ जाउँ लाग्यो कि पछाडि अनि गएको रिउ बसिरहेको त्यो दाइलाई नि खोजायो कस्तो हरा भयो कस्तो फिल हुन्थ्यो भर्खरै त लिएको है सिकेकै होइन भर्खरै लिएको कति 1-2 दिन भयो बल्ल आज चलाउनु बोकेर हिँडेको होइन आजै हरायो भनेर म त झन् तिमी बाठो भएर किन बोकेको मलाई दिनुपर्छ हरायो होइन कति पर्छ भनेर सर्च गरेर हेरिसकेको थिएँ कि कति पर्छ भनेर धन्न म नरोको थ्याङ्क गड भेट्यो सत्यको धन नि त हराउँदैन सो फिलिङ्स ह्याप्पी खै हिँडेर जाँदा 1 मिनट पनि छैन है गाडीमा त 6 मिनट देखायो कि थ्याङ्क गड धन्न मैले यहाँबाट हिँडेर जाऊ न भनेर साइड लाएर गाडी अनि ऊ हिँडेर कुदेर गएर खोजिरहेको भेट्यो फाइनल्ली थ्याङ्क यू फर वाचिङ किप लभिङ गाइज त्यो त अब थ्याङ्क यू फर वाचिङ द लास्टमा होइन यो यति रिल्सहरू हाले गर्ने चाहिँ यहाँ बार्लिङटन भन्नेमा आएको छौँ यहाँ चाहिँ रिउको लागि टोइजहरू किन्नलाई